एउटा ठ्याक्क म एउटा सानो कामले गर्दा बाहिर निस्किएर ठ्याक्क कोठामा आइपुगेको थिएँ। यस्तो भयो कि होइन कुरा छोडिदिउँ। कुन्जै फटाले मलाई ग्रुपमा जोइन गरेछ होइन। ग्रुपमा जोइन गरेपछि खै को जोड्यो धेरै जोडेछ। अनि म्यासेज गरेर भोट फर घन्टी यान त्यान अरू पनि योमा भोट हाल अरे होइन। आगो गऱ्यो अनि मैले एउटा म्यासेज हानिदिएँ, म अहिले बेरोजगारी छु, जसले मलाई रोजगारी दिन्छ म त्यसलाई भोट दिन्छु भनेर पनि मैले म्यासेज गरिदिएको थिएँ। त्यसपछि मेरो म्यासेजको रिप्लाई आएन, किनकि कुनै पनि पार्टी या जोसुकैले होस् मलाई अहिले तत्काल रोजगारी दिन सक्ने अवस्था तिनीहरूको छैन। त्यो भएर यिनीहरूले मलाई म्यासेज गरेन। अनि तिमीहरू भोट फर यो भोट फर त्यो भनेर म्यासेज गरे गर्छ होइन। म आजले 52-53 दिन बिरामी भएर बसिरहेको छु। म बोल्न सक्ने मात्रै हो। म खासै काम गर्न नसक्ने अवस्थामा छु। मैले 52-53 दिन काठमाडौँको बसाइ, 2टा बच्चाको पढाइ मैले जेन तेन हाँकिरहेको छु। अब त हाँक्ने अवस्था सक्यो, मैले नसक्ने अवस्थामा पुग्यो होइन। मलाई न त कुनै पार्टीको मान्छेले उपचारमा समस्या पर्यो तँलाई भनेर फोन गरेको छ, न कुनै व्यक्तिले मलाई सम्झ्या छ होइन। म 52-53 दिन भयो अहिले फलोअपमा जाने आउने गरिरहेको छु। कुनै पार्टीले मलाई फलाना यसो भयो म यसो भनिदिन्छ भने छैन क्यारे होइन। ओहो यसलाई यस्तो भयो भनेर केही गरे होइन क्यारे। मैले भोट जसलाई दियोस् जोसुकैले तिमीहरूले के मतलब, म नभए भोटै दिन्न। मलाई गरे के छ र। मैले अहिले प्राइभेट हस्पिटलमा उपचार गर्न नसक्ने अवस्था भएर सरकारीमा मैले महिनौ कुरेर फेरि अपरेसन गर्नुपर्ने छ। अर्को अपरेसन 45-50 दिन अगाडि भइसक्यो। फेरि अर्को अपरेसन अबको महिनापछि जो तिमीहरू भोट फर घन्टी भन्छ नि हो, त्यो चुनावको पछि फेरि मेरो अपरेसन गर्नुपर्ने छ। तिमीहरू यहाँ त्यहाँ भन्छ नि, तिमीहरू सबै झोले हो। तिमीहरूले हामीले गराएकै छ। उल्टो हामी त काम गरेर ठाउँमा पैसा तलब छोडेर हिँड्नु परेको छ तिमीहरू जस्तो झोलेहरूले कारणले गर्दा। थाहा छ फलाना यो फलाना मलाई कसले के गर्छ, तिमीहरूको यही घमण्डले गर्दा हामी सोझा साझाले दुःख पाइरहेको छ। बुझाएको छस् तिमीहरूले। अझ भोट फर यो भोट फर म जोसुकैले भोट दिउँ, म चाहे म भोटै नदिउँला। भोट कसलाई दिनुपर्छ त भन्दा जो व्यक्ति समस्यामा पर्छ त्यो व्यक्तिलाई तिमीहरूले समाधानको उपाय गराइदिनुपर्छ के। तिमीहरूलाई हामीले तिमीहरूको मन जित्नलाई हामी यदि समस्यामा अहिले पनि परिरहेछ, मलाई कसैले समस्याको समाधान गराइदिने काम गरेको छैन। त्यस्तै पऱ्यो भने मेरो अवस्था अहिले यस्तो भएको छ कि भोलि मेरो अर्को अपरेसनको लागि चाहिँ मैले पैसा डिपोजिट गर्न सक्ने अवस्थामा पनि छैन। तिमीहरूलाई के थाहा होइन। हाम्रो उपचार हामी सरकारीमा महिनौ कुरेर अनि इमर्जेन्सी अपरेसन गर्नु पर्यो भए पनि नाम लेखाएर टिपाएर गर्नुपर्ने अवस्था छ। हामीले तत्काल गर्न सक्ने अवस्था भइरहेको छैन अहिले। यो नेपालको कसले गर्दा भएको भन्दा केपी प्रचण्ड, देउवा, गगनी, मुजी हगनी लगायत विश्वप्रकाश, माओवादीको झले, नाम सबै नभनौँ होइन। तिमीहरू जस्तोले देश बिगारेको। हामीले सरकारीमा जाँदा पनि पालो कुरेर गर्नुपर्ने अवस्था यही देशको नेताहरू। अझ ज्ञानेन्द्र, राजाको नाम निम्लाई होइन, ज्ञानेन्द्र, पशुपति शमशेर, जोबारा, हबारा, तिमीहरू आवारा हो। गाली त तिमीहरूलाई यति गर्न मन लाग्छ नि, यति गर्न मन लाग्छ। साल भेट्यो भने नि एक मुकाउँदा तिमीहरू नेताहरूको दाँत सब झर्दिने तरिका लान मन लाग्छ। अहिले म सन्चो छैन पख तिमीहरूलाई होइन। सन्चो भएपछि तिमीहरूको दाँत झार्नुपर्ने भएको छ कि नेताहरूको। यति गरेको छ तिमीहरूले हामीमाथि, यति शोषण गरेको छ होइन। हाम्रो भोटको यति दुरुपयोग गरेको छ तिमीहरूले, यति दुरुपयोग गरेको छ जानेको छु पख तिमीहरूलाई होइन। चुनाव भओस्, चुनाव भइसकेपछि होस्, तिमीहरूले पेल्न सक्यो कि हामी सोझा जस्तो इमान्दार मान्छेले स्वतन्त्रले पेल्यो। भोट त कसैले दिने होइन। यी घन्टे सन्टे लन्टे मन्टे घाम जुन रुख सुख गाई साई केहीलाई भोट चाहिँ छैन मेरो तर्फबाट यो वर्ष। किनकि म यस्तो समस्यामा छु, मेरो समस्याको समाधान म आफैले गर्ने हो। मेरो समस्या मैले सरकार सामु राख्न गए पनि मेरो समस्याको समाधान हुँदैन। त्यही भएर तिमीहरूलाई भोट माग्न नआइज।
म 45-50 दिनदेखि बिरामी छु। म अझै पनि 2-3 महिना मेरो अवस्था नाजुकै हुनेछ। त्यही भएर तिमीहरू मलाई भोट यो त्यो भनेर म्यासेज गर्ने काम नगराऊ। जाँठा हो, फेरि राम्रो नहुनु, राम्रो नहोला है, होस् गर। जाँड खायो भोटेले भन्ला। जाँड नखाएको मैले 2 महिना भयो, 2 महिना नि बढी भयो, 2.5 महिना भयो। थाहा छ? कारण नेपालको स्वास्थ्य, हाम्रो स्वास्थ्यमा समस्या आयो भने नेपालको स्वास्थ्य क्षेत्रमा कुरेर उपचार गर्नुपर्ने अवस्था यही देशको नेताले बनायो। थाहा छ? महिनौ कुरेर उपचार गर्नुपर्छ हामीले।